नमस्ते नमस्ते जोजोलपा पुनः यसरी हजुरहरूलाई यमारी पुनिको शुभकामना हजुरलाई जानकारी दिउँ कि भनेर फेरि हामी प्रत्यक्षमा जोड्दैछौँ। आज श्री श्री यहाँ हाम्रो कोसपालपुल अवस्थित श्री श्री भीमसेन महाराज आज 4 बजे 5 बजेतिर भन्नुभएको थियो। भर्खर हामीले सोचेर आएको 4-5 बजे नाचमनाको दौडीमा सवारी भइबस्किन्छ। त्यहाँ एक रात त्यही उहाँ विराजमान भइबस्किन्छ भने भोलि श्री श्री भीमसेन महाराजको जात्रा भोलि दिउँसोतिर हुन्छ होला। टाइम फिक्स भएको छैन है। अहिले सोधौँ माथि गएर कति बजे भोलि जात्रा हुन्छ भनेर। हजुरलाई भीमसेन महाराजको पनि दर्शन पनि गरौँ। आज विशेष दिन पर्व यमारी पुनि सोही अवसरमा हो ल यमारी खानै आएको खै 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 ल हाम गर ल गौता दत्तात्रेय गुरु महाराजको पनि नित्य पूजा नित्य आरती नित्य पूजा पनि सुरु भइरहेछ। त्यो पनि प्रत्यक्षमै जोड्छ। भीमसेन महाराज दिदी 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 भिसिने घुम्ने बिजायो ठाउँ नाच बनाए मबाट भुली बैठी जी हिँडे 3 बजे हस् हस् 3 बजे हस् हस् ल 3 बजे आज नाचमना अवस्थित डबलीमा एक रात विराजमान भइबस्किने भीमसेन महाराजको दर्शन गरौँ। वहीँ जानु छ खै मलाई जात्रा आएकोपट्टि भोलि जात्रा छ भीमसेन महाराजको। नाचमनादेखि तस्वालसम्म जात्रा गरिन्छ। एकदम भव्य जात्रा हुन्छ भीमसेन महाराजको। आज ठिमीमा हुन्छ हो। आज ठिमीमा श्री श्री नवदुर्गा भवानी सवारी भइबस्किन्छ है। देवेन्द्र सर नमस्ते। आराम हुन्छ चिया खानुभयो? र सबै पाल्नु होला। आज दिउँसो 3-4 बजे नाचमनामा सवारी भइबस्किन्छ भीमसेन महाराज। भोलि जात्रा पनि हेर्ने अवश्य पाल्नु होला है। दिउँसोतिर हुन्छ हामी खबर गरौँला पोस्ट गरौँला कति बजे हो। अनि प्रत्यक्षमा पनि हजुर जोड्न सक्नुहुन्छ हाम्रो कला संस्कृति मार्फत जात्राको विशेष। र आज श्री श्री दत्तात्रेय गुरुदेवको जन्मोत्सव पनि छ है भुसारा। सो हजुरहरूलाई पनि प्रत्यक्षमै जोड्ने प्रयास गर्दैछौँ। त्यो पनि सम्झिनु होला या आइदिनु होला। यहाँ कति बजे भुसारा गर्छ त्यो पनि हामी बुझौँ। हजुर हाम्रो प्रयास कस्तो लाग्यो हजुरहरूलाई त्यो पनि प्लिज भनिदिनु होला, सुझाव दिनु होला। हामी प्रत्यक्षमै धेरै जस्तो प्रत्यक्षमै जोडिराखेका हुन्छ भने आज बेतदिएको हामीले प्रत्यक्षमा जोड्न सक्दैन किनभने त्यहाँ नेटै चालु भएन। अनि रेकर्ड गरेर हजुर समक्ष जोडेको भए
छ भित्र भगवान देखाउनु मिल्दैन जय श्री श्री गुरु दत्तात्रेय महाराज की थो फुसारा मोहला सर गुलीबाई यो देव बर्दे गुलीबाई यो देव बैठनी गुलिया यहाँ कहीं जाओ आप आती क्या सर क्या के ले जुला खापाती तो ना आती दर्शन आज योमारी पुनिको सु अवसर सुपर्व राम्रो आज दिन पर्वमा हजुर समक्ष दत्तात्रेय गुरुदेवको पनि जन्मोत्सवको लागि जन्मोत्सव अनि आरती दर्शन पनि गर्नुहोस् न अब दहीचुरा होइन ए हो म हजुरलाई कलै गर्नु लागेको हजुर पाल्नु भयो धेरै खुसी आज शुभकामना योमारी पुनिको हाम्रो दत्तात्रेय गुरुदेवको जन्मोत्सवको है हजुरलाई पूजा कति बजे थियो नमस्ते भैया त नमस्ते 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 भैया नमस्ते र माथि झनाटो गर्नुहुन्छ हैन भैया नमस्ते नमस्ते कहाँ हुनुहुन्छ कृष्ण भाइको यो कृष्ण भाइ कृष्ण भाइ नमस्ते जी प्रत्यक्ष यो चौचाउन जानकारी भक्तजन पिण्ड बेटा ठाउँ एकदम शुभ दिन जीव सौभाग्य ठोकिएर फयावे दत्तात्रेय गुरुदेव महाराज संसार दर्शनीय खाली भुसारन शुभकामना पहिला नि गुरुदेव ठगुली भयो यहाँ हो दसैँ नाम नमस्कार जो कार्यक्रम र 8 बजे चाहिँ रुद्रीय कार्यक्रम सुरु हजुर साथसाथै चाहिँ नपनापा तरे झन्डा तोलाउने कार्यक्रम रह्यो हजुर गुलीबाई जी झन्डा करिब 8:30 देखि 9 बजे तक भित्र चाहिँ झन्डा तोलाउने कार्यक्रम हजुर 8:30 9 बजे अहिले उनीलिपा जिउ नियमित रूपमा चाहिँ झ्याप्ने प्रत्येक वर्ष ईश्वर ड्याइरासँग चाहिँ थाना भजन कीर्तन चाहिँ यो एउटा गुरु महाराज सम्बन्धी भजन कीर्तन चाहिँ जिउ पाउने थियो चाहिँ 4:30 बजेदेखि सूर्य आउँछ नि मैले त्यो चाहिँ 4:30 बजे गुलीबाई तक जिले हो करिब चाहिँ 9 बजे तक आउँछ नि समय चाहिँ हस् जानकारी दिए लागि चाहिँ दको छ भक्तजनको दको उपस्थिति जी निमन्त्रण हृदयले चाहिँ सबै पाल्नु होला है अहिले फेरि हाम्रो नेपाल भाषा बुझ्दैन भन्छ अहिले फेरि ट्रान्सलेट गर्छु आज विशेष उहाँ कृष्ण सर हुनुहुन्छ होइन उहाँ चाहिँ गुठीको होइन उहाँले जानकारी दिनुभयो अहिले भुसारा भनेको जन्मोत्सव दत्तात्रेय महाराजको भुसारामा सबै पालिदिनु होला हामीले पनि प्रत्यक्ष गत सालमा पनि देखाएको थियो प्रत्यक्ष हामीले देखाउने प्रयास गर्दैछौँ आउनुहोस् होइन नसकेकोहरू हाम्रो कला संस्कृति मार्फत प्रत्यक्ष दर्शन गर्न सक्नुहुनेछ उहाँले भजन कीर्तन पनि नियमितमा गर्नु भन्नुभएको छ करिब कति बजे उपस्थित भए ठिक हुन्छ होला सर करिब 4:30 देखि 5 बजे उपस्थित हुनुभयो भने तपाईहरुले भजन कीर्तन अनि त्यहाँबाट आएर आज हाम्रो श्री भीमसेन महाराज पनि नाचमेलामा सवारी भइबस्किन्छ सो सवारी हुने पनि त्यसै यहाँ भजन पनि हुन्छ उता सवारी पनि हुन्छ होला त्यही समय लाग्छ जस्तै लाग्यो मेरो विचारमा अलिक ढिलोसँग सोच्दाखेरि पनि 4 बजेदेखि जाइ भन्यो 4-5 अनि जति बेला चाहिँ लिनलाई पाल्नुहुन्छ त्यसै बेला त्यही समयमा हामीले त्यहाँ भजन पनि हुने भयो रमाइलो हुने भयो आजको दिन एकदम शुभ हुने भयो आज योमारी पुण्यको पनि विशेष दिन पर्व पर्यो दत्तात्रेय गुरुदेवको पनि पर्व पर्यो नवदुर्गा भवानी पनि छिमीमा मध्यपुरमा लाने भयो हाम्रो तमारी अवस्थित बेतदेव पनि कोविजय गरे त्यो पनि हामीले भिडियो अपलोड गरेका छौँ भने अनि भोलि नाचमनाबाट तस्मालसम्म पनि भिसिन्जेको जात्रा हुन्छ है सर अनि यहाँ के विशेष छ कि भीमसेनको चाहिँ फिर्ती सवारी मात्र हो हस् ल धन्यवाद है हस् ल जानकारी दिनुभयो हाम्रो कृष्ण सरले अब यहाँ हाम्रो महाप्रसाद है महाप्रसाद दही चिउरा जो खायो भने हामी एकदम निरोगी बच्चा बाबुहरू पनि भोलि फुटिन्छ सुस्वास्थ्य दीर्घायु पनि हुनुहुन्छ सो यो डेली है डेली पनि महाप्रसाद ल हाम्रो गुरुदेवले महाप्रसाद अलिकति ल महाप्रसाद यहाँ पास्नी पनि गर्न आउनु चलन छ यहाँ यो बच्चा सानो बाबु नानीहरूलाई
अब के विशेष पूजा छ सन्तोष गुरु अरू के छ गुरु हजुर हस् ल धन्यवाद है हजुर ल हजुरहरूलाई हामीले जानकारी दिए सकेसम्म जात्रा पर्वको हामीले प्रत्यक्ष हजुरहरूसम्म के प्रस्तुत गर्ने प्रयास पनि गरिरहेको छु दर्शन पनि गरिरहेको छु भने हाम्रो प्रयास कस्तो लाग्छ त्यो प्लिज कमेन्टद्वारा हजुरहरूले प्लिज भनिदिनुहोस् अनि हामी यो झन्डार्तोन यो जन्मोत्सव दत्तात्रेय देवको पनि प्रत्यक्षमा हामी जो यहाँ कुरिरहेको छु प्रत्यक्षमा पनि हामी जोड्ने प्रयास गर्दैछौँ हवस् त हजुरहरू सबै पाल्नु है यहाँ दत्तात्रेय हाम्रो तजपाल दत्तात्रेय गरेर पाल्नु होला हस् त हजुरहरूको दिन शुभ होस् हाम्रो जानकारी कस्तो लाग्यो त्यो पनि भन्नुहोस् हजुरहरूको गाउँठाउँमा पनि पर्व आज यमारी फुनीको पर्वमा के कस्तो छ त्यो पनि प्लिज भनिदिनु होला म्यासेजद्वारा हामीले सकेसम्म हजुरहरूसम्म के प्रत्यक्ष नै देखाउने प्रयास गर्दैछौँ भगवान शरणम बाजे भन्नुभएछ है हाम्रो सरले हाम्रो साके सर मिनी साके सरले अञ्जली शर्माजीले नमस्ते गर्नुभएछ सबिना पनि अञ्जली शर्मा नमस्ते भन्छ सबिनाजीले पनि जय भीमसेन भन्नुभएछ आज थिमी हुन्छ हजुर थिमीमा आज सवारी भइबस्किन्छ उहाँलाई जात्राको लागि शिरसिर नहुनु अब भने ल होस् त अहिलेलाई हामी विराम राख्छौँ है हाम्रो प्रस्तुति कस्तो लाग्यो है सुझाव दिनुहोस् कमेन्टद्वारा हवस् त अहिले हामी विराम राख्छौँ हजुरहरूको सबैको जय होस्